यो हामीले लिएर आएको व्यवस्था बेलायतको हो। कुनै पनि व्यक्ति संविधान र कानुनभन्दा माथि हुँदैन। जो व्यक्तिले देशको प्रधानमन्त्री भइसकेको छ उसले कानुन र संविधानप्रति झुक्नुपर्छ। त्योभन्दा माथि कोही पनि छैन। पञ्चायत बेलामा राजामाथि थिए, अहिले कोही पनि छैन। म त्यहाँ जान्न इन्कार गर्छु भन्नु नै गलत हो। तपाईले बीपी कोइरालाई याद गर्नुहोस्, उसले जनकमान श्रेष्ठको अदालतमा गएर झुकेर सबै बयान दिएर सबै म नैतिक जिम्मेवारी लिन्छु भनेको थियो। देशको प्रधानमन्त्री भइसकेपछि त्यसरी च्यालेन्ज गरेर क्यान्सर रोग हो त्यसको उपचार हुँदैन। अब आरोपमा तपाईँको गौरीबहादुर कार्की आएको अहिले स्ट्रङ हुनुपर्छ। ऊ व्यक्ति केही पनि होइन, तर उसले कानुनले अधिकार दिएको छ। त्यो अधिकार अन्तर्गत उसले मान्छेको पद चिने होइन। त्यो जेनजी आन्दोलनको कारणमा त्यति बेला सत्तामा बसेको मान्छेले के गर्नु पर्थ्यो के गरेन त्यो हेर्नुपर्छ। बोलाउँदाखेरि आएन च्यालेन्ज गर्यो भने उसले त्यसलाई चाहिँ आफ्नो रिपोर्टमा हाल्नुपर्छ। यति पटक फलानुलाई हामीले एकैपल्ट बोलायौँ, उहाँ आउनु भएन, सहयोग गर्नु भएन, उहाँले इन्कार गर्नुभयो, त्यसै गर्दा उहाँलाई बुझ्न पाइएन। तर हामीले प्राकृतिक न्यायको सिद्धान्तले उहाँलाई अनुपस्थित यो काम गरेको होइन भनेर लेख्नुपर्छ। आयोगलाई अदालत सरहको अधिकार हुने भनेको छ। अब अदालतले चाहिँ कसैले बयान दिन आएन भनेपछि वारेन्ट जारी गर्न सक्ने, झिकाउन सक्ने पनि प्रावधान रहन्छ होइन। अब यो आयोग समक्ष पनि के छ अधिकारहरू? आयोग भनेको भन्छ नि अदालत होइन, तर यसलाई अर्धन्यायिक अधिकार कानुनले दिएको छ। यदि उसको आदेश चाहिँ अटेर गर्यो भने अपराधमा कारबाही हुन्छ भनेपछि त्यसलाई कार्यान्वयन गर्नु उसको कर्तव्य हो, गर्नुपर्छ। उसले पाएको अधिकार प्रयोग गरेर वारेन्ट जारी गरेर बोलाउनु पर्छ। जसले टेर्दैन म संविधानमाथि ठान्छ त्यसले मुद्दा लडोस् न। यो देश त्यति बेला सुध्रिन्छ जति बेला त्यो आयोगले ती साहसी काम गर्छ। भनेपछि आयोगले सरकारको अथवा सरकारका निकायहरूको सहयोगमा उनलाई झिकाउन, उपस्थित गराउन अथवा गिरफ्तार गरेर पनि अधिकार छ। त्यसो भए एकदम कानुनी अधिकार दिन्छ भने उसले प्रयोग गर्नुपर्छ। कुनै अवस्था हुँदैन। जाँचबुझ ऐन बनेकै त्यसै कारणले हो नि। त्यसमा कोही पनि कानुनभन्दा माथि हुँदैन। तपाईँ यो हेर्नुहोस् न, फौजदारी अपराधमा विश्वेश्वर प्रसाद कोइराला जस्तो मान्छे गएर बयान दिए भने, अनि तुलसी गिरी जस्तो मान्छेले ड्रामामा जग्गा बयान दिएको थियो। अहिले कुन नेता त्यस्तो घमण्डी गर्दछन् जो कानुनभन्दा माथि भन्दैछन्? भावी जेनेरेसनले अथवा रिसर्च स्कलर हुन्छ नि त्यस्तो व्यक्तिले यसलाई इतिहासमा राख्छन्। त्यसको लागि पनि अहिले आयोगले आफूले दिएको सम्पूर्ण अधिकार प्रयोग गर्नुपर्छ। तर मानौ अब उनलाई प्रहरी लगाएर आयोग समक्ष झिकायो भने पनि उनलाई त अधिकार त हुन्छ यो बयानै दिन्न भन्ने त फेरि जानुपर्छ। तर त्यहाँ गएर म केही पनि बोल्दिनँ, चुपचाप लाग्छु भन्ने अधिकार फेरि जसलाई बोलाएको छ उसलाई अधिकार छ। यसलाई के भन्छ तपाईँको राइट टु रिमेन साइलेन्ट भनिन्छ। त्यस्तो स्थितिमा आयोगले कुनै त्यसलाई जोर जबरजस्ती बलजफ्ती गरेर बयान लिन पाउँदैन। बोलाइसकेपछि आयो भनेदेखि तिमीले बयान दिनैपर्छ भन्न चाहिँ पाइँदैन। 10 वटा 20 वटा 50 वटा कति क्वेसन छ, क्वेसन सोध्ने, त्यसमा लेख्ने, जवाफ लेख्ने। एक क्वेसन सोधिएको यसमा बयान दिन भने त्यही लेख्ने। बलजबत गरेर बयान गर्न पाइँदैन। अनि त्यस्तो स्थितिमा अब उनी दोषी हुन् अथवा निर्दोष हुन् भन्ने कुरा कसरी खुट्याउने त आयोगले? यो फेरि जसलाई बोलाएको छ, जसले कानुनलाई च्यालेन्ज गरेर म बयान दिन भन्छ उसको विरुद्ध लाग्छ यो प्रमाण चाहिँ। भनेपछि प्रस्तुत भएका प्रमाण र उनले इन्क्वायरी गरेको आधारमा आयोगले एउटा सिफारिस गर्न सक्छ स्वतन्त्र। अनि कानुनले पनि त्यही भन्छ, जसलाई आफू निर्दोष हो भन्ने प्रमाण मौका दिएको थिए उसले घमण्डी गरेर केही कुरो बोल्दैन भने उसले यो अपराध गरेको रहेछ भन्ने अनुमान गरिन्छ। समाजले त्यही अनुमान गर्छ, कानुनले त्यही अनुमान गर्छ। त्यसकारण बोलाउनु पर्छ, बोलाइनु पर्छ। बोल्दिन भन्छन् त्यही कुरो लेख्नुपर्छ। 50-60 जति क्वेसन त्यही लेख्नुपर्छ। त्यही आधारमा चाहिँ रिपोर्ट तयार गर्नुपर्छ।